सर नमस्कार। नमस्कार। हजुरलाई के समस्या भएर आउनु भएको थियो? मेरो हार्टको प्रब्लम थियो। हार्टको मुटुको मुटुको के हुन्थ्यो नि मुटुमा? मुटुको मेरो ब्लकेज थियो। अरू अरू मेरो घुँडा दुख्ने, घुँडा दुख्थ्यो। अरू सुगरको सुगर, अरू के थियो? ब्लड प्रेसर थियो। कति समय थियो मुटुको समस्याहरू? कति समयदेखि थियो? 50 और 15 थियो। होइन, कति समयदेखि यो समस्या समय त मेरो 2 साल भएको थियो। 2 वर्ष भएको थियो है। 2 वर्ष। अनि अहिले कस्तो छ नि यी सबै ठाउँहरूमा? अहिले चाहिँ म मजाले पहिला उकालो हिँड्न सक्दैन, अहिले चाहिँ म मजाले पावरफुल 2 किलोमिटर चाहिँ म आरामले घुँडा चाहिँ सन्चो भयो। हजुर। पहिला के गर्न मिल्थेन? यसो गर्न मिल्थेन पहिला? हजुर, यस्तो हुन्चाउनु सक्दैन थियो। अहिले बस्न सक्नुहुन्छ? अहिले त धेरै राम्रो। दुख्या छैन है? राम्रो कुरा। कति दिन आउनुभयो हजुर यहाँ? म 5 दिन। 5 दिन। आजबाट छुट्टी भयो? आजदेखि आजबाट घरमा गएर पनि घरमा ल्याउनुपर्छ केही दिन। हजुर, हामीले सिकाउँछौँ। सजिलो छ, त्यस्तो गाह्रो छैन। कन्फ्युजन केही भयो, जान्नु भएन हामी छौँ है। हामीलाई सोध्नुहोस्, उल्टापाल्टा नलगाउनु होला। हजुर। अनि यहाँ उपचार अनि हजुरको मुटु कस्तो छ? मुटु भन्नुभयो? अहिले हार्टलाई एकदम आराम छ। आराम महसुस भएको छ भित्रबाट? आराम धेरै राम्रो कुरा। हजुरको उपचार हुँदाखेरि औषधिको प्रयोग भएन यहाँ? औषधि मैले खानु परेन, सबै चुम्बकबाट मात्रै भयो? हातमा लगाएको यिनै चुम्बक हो? देखाइदिनु। म्याग्नेट थेरापी मात्रै भयो। यही चुम्बकले हजुरलाई सन्चो बनाएको छ? शरीरको कुनै पनि ठाउँमा अन्त चुम्बक लागेको छैन, यही औँलामा मात्रै हो? यही औँलामा मात्रै हो। पैसा धेरै खर्च भयो कि नै? पैसा धेरै भएन। खुसी हुनुहुन्छ? पहिला 500 रुपियाँ, त्यहाँबाट डेलीको 200 रुपियाँ 200 रुपियाँ त्यति हो है? औषधि किन्न खान परेन? यतिमै भयो? घरमा गएर खान्छ। औषधि त यहाँबाट त परेन नि त। ठिक छ ल। अब हजुरको काम भनेको हामीले सिकाउँछौँ, घरमा गएर नबिगारिकन भनेअनुसार लाउनु पऱ्यो। जान्नु भएन हामी छौँ, हामीले हेल्प गरिदिन्छौँ है। हस् हस्, धन्यवाद सर, धन्यवाद।